1,00,000 मानिस 5 घण्टा एउटै ठाउँ एउटै काम। पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिले पार्टी घोषणा सभामा 1,00,000 मानिस भेला हुने दाबी गरेको छ। राजनीतिक कार्यक्रममा स्वयंसेवीको रूपमा 1,00,000 मानिस भेला गर्न सकिन्छ भने कुनै ठोस विकास कार्यका लागि किन सकिँदैन? कल्पना गरौँ, 1,00,000 मानिसले एक साथ एउटै काम गरे भने के कस्तो भौतिक निर्माण हुन सक्छ? कत्रो सडक बन्न सक्ला, कत्रो पहाड फोर्न सकिएला। 1,00,000 मानिसलाई व्यवस्थित रूपमा परिचालित गरियो भने ठूला ठूला विकास निर्माणको काम गर्न सकिन्छ। यस्तो राजनीतिक सभामा औसत एक मानिसको 5 घण्टा समय खर्च हुने अनुमान गर्न सकिन्छ। सहरमा मजदुरी गर्नेको न्यूनतम दैनिक ज्याला 500 रुपियाँ हो भनेर मान्ने हो भने 5 घण्टाको ज्याला प्रति व्यक्ति 312 रुपियाँ भन्दा केही बढी हुन आउँछ। अर्थात् 1,00,000 मानिसले 5 घण्टा एउटा सभामा बिताउनु भनेको देशको 5,00,000 घण्टा समय खर्च हुनु हो। 5,00,000 घण्टा भनेको 20,833 दिन हो। यति दिनलाई 365 ले भाग गरौँ, 57 वर्ष हुन आउँछ। अब अर्को कोणबाट सोचौँ। विश्वव्यापी मान्यता हो 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन। 5,00,000 घण्टा भनेको 6,944 कार्यदिन हो। लोकतन्त्रमा राजनीतिक सभालाई अन्यथा मान्न नसकिएला, तर त्यही समय काममा लगाइयो भने के हुन्छ भनेर मात्र हामीले हिसाब निकालेका हौँ। इन्जिनियरहरूका अनुसार 30 जना मानिसले दैनिक 8 घण्टाका दरले काम गरे भने 120 दिनमा सहरको साधारण 3 तले आवासीय घर बन्न सक्छ भने कल्पना गरौँ, डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा 1,00,000 मानिसले 5 घण्टा काम गरे भने कस्तो र कत्रो भौतिक विकास गर्न सकिएला। अनि पो हुन्थ्यो नयाँ शक्ति, नयाँ काम।